म के देख्छ र होइन अल्छिक छौ अल्छिक छ त जान्दैछौ बिस्तारै उयो ताली हेर्दाखेरि चाहिँ अल्छेको देख्दैछु उयो अर्को हेर्दाखेरि चाहिँ फेरि अल्छेको होइन रहेछ होइन अल्छिक जाँदैछौ बिस्तारै यहाँ चाहिँ प्यानिक बिस्तारै जाँदैछ हाम्रो उकालो उकालो जाँदा चाहिँ अलिक साह्रो पर्दो रहेछ हौ। अड्केको जत्तिकै हुँदिँदो रहेछ नि है होइन अर्क्यो जाँदैछ जाँदैछ हो नडराउ है अर्कै त हो नि होइन अर्किएको छ नि हो ए जान्दैछौ ए जाँदैछ। हेलो गाइज, आज चाहिँ हामी पेलिङ जाँदैछौँ घुम्नु। स्पेसली हामी चाहिँ केबल कार चढ्नु गएको पेलिङ। आई होप यु गाइज इन्जोय माई भ्लग। आज चाहिँ हामी यतिजना जाँदैछौँ। हेलोहरू अनि गाइज हामी चाहिँ पेलिङ उकालो लाग्दैछौँ हेलिप्याडतर्फ, किनकि हेलिप्याडबाट चाहिँ हामी उकालो जानुपर्छ नि त केबल कारमा चढेर होइन गाइज। अन्त अहिले बाटो चाहिँ अलिक रफ भएछ यहाँको, मेन्टेन गर्नुपर्ने रहेछ। फाइनली हामी चाहिँ पुग्यौँ पेलिङ। अन्त हामी चाहिँ यहाँ पार्किङ खोज्दा बेसी भिड थियो। हेलो गाइस, हामी आइसक्यो होइन, हामी चाहिँ रोपवेमा आइसक्यौँ। अब हामी चाहिँ रोपवेमा राइट लिने। अन्त चाहिँ चेरेन्जी जाने। गाडी पार्किङ नभएर यहाँ बिजोक टिकट चाहिँ हातमा आइसक्यो। दिएन हौ कहाँ जाँदै भरे आउँदा नि काम दिन्छ पो होला कन त नि पार्क डेन्टामा निक्लिहाल्यो त्यसका हामी बसिसक्यो। अब सुरु हुन आँट्यो हाम्रो क्याबिन चाहिँ। पक्रिने जग्गा छैन क्या भयो लाइट गयो अर्क्यो भने स्पिड रहेछ। उयो त खालि आउँदो रहेछ। अब म तल नहेर्दा आउँदैन रहेछ नि मुनि त मजाले के देख्दैन रहेछ नि ढुङ्गाले। त्यस्तो डर लाग्यो। मुनि तले डर नआउँदो रहेछ नि दामी रहेछ त मैले पछि त के हो मुनि अहिले त भोलि अझै उयो भन्नु नि सिसाको है। दामी हुन्थ्यो। हेलिकप्टरतिर चढेर उयो गरेको जस्तो चाहिँ हुँदो रहेछ है। स्लो भएको त होइन त के भयो। त्यही त बिस्तारै लोड पर्छ नि।
हाइट चाहिँ यतिको रहेछ हो लास भएन मुनि काण्डा हुँदै गरेको हुन्छ अरे ए हिरो केटा म के देख्छ र होइन अल्छिक छ हौ अल्छिक छ त जान्दैछ बिस्तारै उयो तारा हेर्दाखेरि चाहिँ अल्छेको देख्दैछ उयो अर्को हेर्दाखेरि चाहिँ फेरि अल्छेको होइन रहेछ होइन अल्छिक फर्की लागेको क्या जाँदैछ हौ बिस्तारै यहाँ चाहिँ प्यानिक बिस्तारै जाँदैछ हाम्रो उकालो उकालो जाँदा चाहिँ अलिक साह्रो पर्दो रहेछ हौ अर्कीको जत्तिकै हुँदिँदो रहेछ नि होइन अर्क्यो जाँदैछ जाँदैछ हो नडराउँ है अर्कै त हो नि होइन अर्किएको छ नि हो ए जान्दैछ ए जाँदैछ एक्लै बसेर जान्छ साइला होइन गएको छैन रुई निक्लिन्छ होला आत्तिनु हुँदैन नि यस्तोमा त सास बन्द भएर मर्छ त्यसै होइन त्यो उकालो अलिक लोड पर्दो रहेछ कि अन्त बिस्तारै हिँड्दो रहेछ हौ झन् यो खास लोड चाहिँ यहाँनिर हो नि त आइपुग्नु अन्त सब चाहिँ आइपुग्यो अब साइला दाजुको भरे भाइरल हो नि भाइरल हुन्छ पिलिनु पर्दैछ पारिदियो मेरो भिडियोमा क्याप्चर भएको छ नि को डराएको छ त्यो दादा भइदिएको नि अर्क्यो भन्ने यो गाइस अब हामी चाहिँ स्काई वक जाँदैछौँ हो कम्पलसरी रहेछ नि अब चाहिँ जुत्ता खोल्नै पर्ने त्यो प्लास्टिक लाउँदैछ नि हामी मच्चा सच्चा खोलिदिन्छ भन्नु तर जाडो हुन्छ नि हौ चिसो हुन्छ नि भाइ माथि त जुत्ता यहाँ रहेछु हो हरायो भने चाहिँ अब खाली खुट्टै जानु पर्दा यो गाइस व्हाट्स अप चाहिँ अब माथि चेलिङ गएको के छ आजको हिरो पानी आयो मतलब छैन हामी चाहिँ घुम्नु गएको अब हो घुम्नु पर्यो पानी आयो जुत्ता भिज्दैन होला नि के गरियो स्लो मोसन ओके गाइस हम लोग का हो गया डान्स हुँदैछ त अनि त्यहाँबाट त अब तो हम लोग जा रहे हैं खत्म हो गया स्काई वॉक आज का सीन कुछ खास नहीं है बहुत फगी फगी है ले लंबा हाथ तुम्हारा लंबा हाथ लंबा लंबा सांस ये देखो सब मेरा बॉडीगार्ड लोग आया है मेरो बडी मेसी मेसी अन्त बडीगार्डहरू हुँदैन यही अन्त यस्तो खैरे ड्रेस लगाएर बडीगार्ड यस्तो ओके गाइस अब चाहिँ हामी निस्केको होइन अब चाहिँ हामी निस्केको टाइम भयो च्यानल प्लिज सब्सक्राइब अगेन अब चाहिँ डाउन हिल गएको हामी चाहिँ मजा आउँथ्यो मजा आइदियो उकालो भन्दा ओह्रालो चाहिँ मजा आउँदो रहेछ हो ओह्रालो त ह्याप्पी रहेछ नि हो एकदैन नि अन्त मुन्दा मुनि
के बिस्तारै गएको के देख्दैन सर आम्मामा मुनि तले मुनि के बिस्तारै गएको है रोके होइन फेरि अहिले हेर्नु बिचमा रोकिन्छ के पुग्न आयो खोलेको छैन नि बादल छ मुनि होइन बादल जान्छ ए देखेन यिनीहरूले नउठ्नु भनेर उभिरहेको रहेछ रोके त सला हिरो केटा फेरि बाहिर भन्दै राखेको ल यहाँ त छैन रहेछ खाली रहेछ नि के गर्छ आम्मा उदो हेर्नु त ल देख्दैछ देख्छ त अलिअलि देख्दो रहेछ छैन त बादल उडिरहेछ रुखको पत्ताहरू हल्का देख्छ फेरि बाई बाई भन्नुपर्छ होइन त अब त छागे आइपुग्यो छागे यो सेवाने भन्ने यसमा चाहिँ नखाँदै देन्तामको यो सेवाने भनेर पुरा बासी 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 हिजो लाइट आएको थियो 7 बजी तर र पनि बासी दियो क्या हामीले चाहिँ देन्तामा मोमो चिकन मोमो खाएको कि यो त बासी रहेछ हौ यो फ्रेस किमा होइन नि यो यहाँ फ्रेस किमा यस्तो छ हो गनाउँदैछ पनि यो त हिट छ्या